आज चाहिँ म एउटा स्कुल गएको थिएँ पोखराको। अनि त्यो स्कुल चाहिँ यसो हेर्दाखेरि माथि डाँडामा एकदम सुन्दर ठाउँमा रहेछ। अनि अगाडि फुटसल पनि रहेछ। अनि यतापट्टि टिचरहरू बसिराख्नु भएको थियो। अनि मलाई अलिकति जिज्ञासा भयो। अनि किन होला यो टिचरहरू बसिराख्नु भएको भनेर सोधेँ। अनि उहाँहरू चाहिँ सबै मुस्ताङबाट हुनुहुँदो रहेछ। अप्पर मुस्ताङमा चाहिँ यतिखेर जाडो हुने भएको कारणले गर्दाखेरि त्यहाँको टिचरहरू स्टुडेन्टहरू चाहिँ सबै यहाँ झर्नु भएको छ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो हाम्रो जाडो बिदामा त्यता हिउँ पर्ने चिसो हुने भएको कारणले गर्दाखेरि 3-4 महिनाको लागि चाहिँ यहाँनिर पोखरामा झर्नु भएको रहेछ। उहाँले चाहिँ अनि विशेष गरी टिबेटन साम्बुटा लिपि पढाउनु हुने रहेछ। अनि उहाँहरू चाहिँ स्कुलसँग सहकार्य गरेर यो घुम्ती विद्यालय सञ्चालन गर्नुहुँदो रहेछ। अनि विशेष गरी यो पोखराको स्कुलसँग सहकार्य गरेर उहाँले नानीहरूलाई मुस्ताङको नानीहरूलाई पढाउँदै रहेछ। अनि उहाँ चाहिँ विशेष गरी भन्दै हुनुहुन्छ साम्बुटा लिपि पढाउने अनि टिबेटन भाषा पनि सिकाउने अनि अरू सबै विषयहरू पढाउने। अनि उहाँलाई चाहिँ रेसिडेन्टलको व्यवस्था गरेको रहेछ, होस्टेलको। अनि खानालाई अनि उहाँले यहाँ पढाएर सुनाउँदै हुनुहुन्छ यहाँ के लेखिएको छ, यो अक्षर टिबेटन यो साम्बुटा लिपिमा लेखिएको अक्षर पढाएर सुनाउँदै हुनुहुन्छ। अनि यो पनि एउटा विषयको रूपमा उहाँले राखिएको रहेछ। अनि नानीहरू अत्यन्त खुसी भएर पढिराखेको मैले पाएँ। अनि एउटा यो चाहिँ विशेष गरी डोल्पा मुस्ताङतिरको नानीहरूले यो सुविधा चाहिँ विभिन्न संस्थाद्वारा सहयोग गरी यो खालको सुविधा दिएको रहेछ र टिचरहरूलाई पनि बस्नेको व्यवस्था गरेको रहेछ। यो भएपछि उहाँहरू टिचरले आफ्नो अनुभवहरू बाँड्दै हुनुहुन्छ। अनि यसले चाहिँ अनि उहाँहरू चेक पनि गर्दै हुनुहुन्छ यहाँ के लेखेको छ भनेर। अनि यो साँच्चै नै यो विद्यालय चाहिँ अत्यन्त सुन्दर छ र यो विद्यालयमा सबैले यो भागीरथ सम्बन्धको रूपमा विस्तार गरेको छ। धन्यवाद।